80 भन्दा बढी सैन्य अखडा ध्वस्त। मध्यपूर्व फेरि एकदमै भयानक युद्धको ज्वालामुखीमा परिणत भएको छ। शान्तिको प्रयास भएको महिना दिन पनि नपुग्दै अमेरिका र इरान बीच सिधै सैन्य टकराव सुरु भएको छ। विश्वकै सबैभन्दा संवेदनशील जलमार्ग मानिने स्ट्रेट अफ हर्मुज अर्थात् हर्मुज जलसन्धिमा 3वटा ठूला व्यापारिक जहाजमाथि रहस्यमय आक्रमण भएपछि अमेरिकाले इरानको भूमिभित्रै पसेर अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र श्रृङ्खलाबद्ध हवाई हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमका अनुसार यो कारबाही इरानको दादागिरी विरुद्ध अन्तर्राष्ट्रिय जलमार्ग रक्षाका लागि गरिएको हो। झण्डै 4 घण्टासम्म चलेको यो भीषण हवाई आक्रमणमा अमेरिकाले इरानका 80 भन्दा बढी रणनीतिक र सैन्य लक्ष्यहरूलाई निशाना बनाएको छ। इरानका प्रमुख बन्दरगाह र टापुहरूमा एका बिहानै शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। यस आक्रमण लगत्तै छिमेकी राष्ट्रहरू कुवेत र बहराइनमा पनि सम्भावित मिसाइल आक्रमणको डरले युद्धकालीन साइरन बजाइएको छ। यो सैन्य कारबाहीसँगै अमेरिकाले इरानसँग केही दिन अघि मात्रै गरेको ऐतिहासिक इस्लामाबाद सम्झौता रद्द गर्दै इरानी तेल निर्यातमा लगाइएको प्रतिबन्ध पुनः बिउताइदिएको छ, जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा एकाएक उछाल आएको छ। आजको यस विशेष भिडियोमा हामी चर्चा गर्नेछौँ आखिर किन 20 दिनमै तोडियो अमेरिका इरान शान्ति सम्झौता, अमेरिकाको यो आक्रमणले इरानलाई कति ठूलो चोट पुर्याएको छ र के यो घटनाले पुरै मध्य पूर्वी एसियालाई एउटा विनाशकारी महायुद्धतर्फ धकेलिरहेको छ। आउनुहोस् सबैभन्दा पहिले बुझौँ यो तनावको मुख्य कारण के हो त। मंगलबार विश्वको कुल तेल आपूर्तिको झन्डै 5औं हिस्सा ओगट्ने हर्मुज जलसन्धि भएर गइरहेका 3वटा ठूला व्यावसायिक जहाज र तेल ट्याङ्करहरूमाथि ब्याक टु ब्याक आक्रमण भयो। यूके मेरिटाइम ट्रेड अपरेसनका अनुसार ओमनको तटीय क्षेत्र नजिकै यात्रा गरिरहेको एक कतारी एलएनजी ट्याङ्करमा अज्ञात वस्तु वा मिसाइल प्रहार हुँदा भीषण आगलागी भयो। लगत्तै अन्य 2वटा जहाजमाथि पनि आक्रमण भयो। अमेरिकाले सार्वजनिक गरेको विवरण अनुसार ती जहाजहरू एमटी अल रखैयात मार्शल आइल्यान्डको झण्डा बोकेको कतारी तेल ट्याङ्कर, एमटी बेडियन साउदी अरबको स्वामित्वमा रहेको महत्वपूर्ण कार्गो जहाज, एमटी साइप्रस प्रोस्पेरिटी लाइबेरियाको झण्डा प्रयोग गरिरहेको व्यावसायिक जहाज थिए। व्हाइट हाउस र अल जजिराको रिपोर्टका अनुसार सम्झौतापछि पनि इरानले अन्तर्राष्ट्रिय जहाजहरूलाई आफ्नो पूर्ण नियन्त्रणमा रहेको उत्तरी जलमार्ग प्रयोग गर्न दबाव दिइरहेको थियो। तर अमेरिका र कतार लगायतका देशहरूले सुरक्षित मानिएको दक्षिणी मार्ग प्रयोग गर्न आग्रह गरिरहेका थिए। यही मार्गको विवादका कारण इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले चेतावनीलाई बेवास्ता गरेको भन्दै ती जहाजहरूमाथि मिसाइल र आत्मघाती ड्रोन प्रहार गरेको अमेरिकी दाबी छ। कतारले आफ्नो जहाजमाथि भएको यस आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसका लागि इरानलाई अन्तर्राष्ट्रिय कानून अनुसार सिधै जिम्मेवार ठहर्याएको छ। कतारको भनाइ छ कि इरानको यो कदम अन्तर्राष्ट्रिय समुद्री सुरक्षाका लागि खुला चुनौती हो। यद्यपि इरानी पक्षले यी जहाजहरूमाथि आफूले सिधै आक्रमण गरेको कुरालाई